So hello guys, welcome to my first and new vlog. अनि आजको भ्लगमा हामी जाँदैछौँ कमल विनायक स्केट किङडम फर स्केटिङ होइन। अनि आज चाहिँ म पुरै ब्यागी लगाएर हिँडेको छु। अनि हेर्नुहोस् मेरो मम्मी यता हुनुहुन्छ। हाई हेलो। अनि हामी चाहिँ स्कुलमा जाँदैछौँ। अब त्यही गरेर भेटौँ है त। सो गाइस अब चाहिँ हामी अहिले जाँदैछौँ होइन बाटोमा। मम्मी हेलो। तपाईँले गाइस अब भ्यू हेर्दै अलि माथि नै अप्सन झन्झनतिर स्केटिङ अब कमल विनायक पछि भेटौँला है त। कमल विनायकमा एउटा पोखरी छ, त्यही गएर भेटौँला है त आज छोरा कपाल काट्दैछ। मेरो बाबुले यहाँ जो शनिबार उसको स्केटिङ जाने रे कपाल काटेर टक्क परेर। सो गाइज अब चाहिँ हामी कमल विनायक कमल पोखरीमा पुगिसकेका छौँ। हेर्नुहोस् भ्यू आम्बो हेर्नु गाइज। अब स्केटिङ हामीभन्दा नजिकै छ। अब पोखरीबाट त्यो एउटा यल्लो डुङ्गा देख्नुभयो, त्यहाँबाट हामी छिर्नुपर्छ। अब सिधै स्केटिङमै गएर भेटौँला होइन त गाइज। स्केट किङडम हो होइन नाम चाहिँ। हजुरहरू यतै कतै नजिक हुनुहुन्छ भने कमल विनायक स्केट किङडम भन्ने ठाउँमा आउनु होला। 1 घन्टाको 150 है, 1 घन्टाको 150 हो होइन। अब हजुरहरूलाई आउनु मन छ भने आउनुहोस् होइन। ल है त हामी स्केटको गेटमा गएर भेट्छौँ। सो गाइज क्यामेरा अन भएछ, सरी। अब हामी पुग्नै लाग्यो पेमेन्ट। हजुरले उता एउटा निलो जस्तो देख्नु भएको छ त, त्यही होइन। अब जाउँ हेरौँ बन्द छ कि खुल्ला छ। बन्द छ भने त हाम्रो पोपट हुन्छ गाइज, खतरा होला। अन्त अब हामी जानुपर्छ होइन स्केटिङ। आज शनिबार अनि बाबुको पहिलो भ्याकेसन भ्लग स्टार्टिङ। पहिलो भ्लग भ्याकेसन स्टार्टिङ फर्स्ट डे। अनि हाम्रो चाहिँ भ्याकेसन अब 9 दिन मात्रै छ भने गाइज। कस्तो थोरै भ्याकेसन दियो होला है। हजुरहरूको स्कुलको नाम के हो, हजुर कति एज हो, कति क्लास हो, मेरो कमेन्ट सेक्सनमा भनिदिनु होला है। अब हेर्नुहोस् हामी पुग्नै लाग्यो त्यो नयाँ जस्ता भएको ठाउँमा हो हेर गाइज। जाउँ। नाम चाहिँ स्केट किङडम हो, प्लिज आउनु हजुरहरू पनि। सस्तो छ जे भए पनि होइन। सस्तै अस्ति नै हामीले सिडनीमा खेल्दाखेरि कति थियो 200 होइन। 200 जति छ। ए हेर्नुहोस् गाइज स्केट किङडम। गाइज जुत्ता राख्ने ठाउँ। कन्टिन्यू सो गाइज म
चाहिँ स्केटिङ खेलेर आइसकेँ। आज धेरै रमाइलो भयो होइन गाइस, हजुरले हेर्नुभयो होला मैले कस्तो स्केटिङ खेलेँ। आज मलाई कस्तो स्केटिङ खेलेँ कमेन्टमा भनिदिनु होला होइन। एकदम गर्मी लागिरहेको छ हाम्रो गाइस आज। ल यता गाइस आजको भ्लग यतै एन्ड गरौँ। हजुरले मेरो फर्स्ट भ्लग कस्तो लाग्यो भनिदिनु होला। सो बाई बाई। नुवाकोटा टिकटक जिन्दाबाद।